यति राम्री भएर चाहिँ म आज कहाँ जाँदैछु भनेर थाहा पाउनको लागि भिडियोलाई चाहिँ पुरै अन्तिमसम्म हेर्नु होला। हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। भिडियोहरू चाहिँ हिजोकै हो, एडिट चाहिँ आज गर्दैछु। हिजो सोमबार मेरो व्रत थियो अनि व्रतको दिन बिहानै खानासाना बनाएर खाना सबै थोक बिहानको घरको काम सकिसकेपछि चाहिँ म चाहिँ फरक्क परेर राम्री हुँदैछु, किनभने म चाहिँ माइत जाँदैछु। अनि यो पूर्व पश्चिम राजमार्गको बाटोको हालत चाहिँ हेर्नु न यस्तो छ नि, यो अनुहार नछपी त हिँड्नै सकिँदैन। अनि त्यसपछि दमक पुगिसकेपछि कस्तो धेरै घाम लागिरहेको थियो अनि उखुको जुस खानु मन लाग्यो। अनि मेरो चाहिँ व्रत थियो, त्यही भएर मैले प्लास्टिकको गिलासमा खाएँ। अनि उखुको जुस खाइसकेपछि हामी त्यहाँबाट निस्क्यौँ। यो चाहिँ दमकको चिया बगान। अनि बाटोको हालत हेर्दाखेरि त देखि नै सक्नुभयो, यस्तो रिङ्गटा लाग्ने गर्छ। अनि यो दमकको यो बन्दै गरेको यो देख्दाखेरि चाहिँ मलाई कस्तो विकास हुँदै गरेको हाम्रो देश जस्तो लाग्छ कि, कति धेरै खुसी लाग्छ। अनि त्यति गर्दा गर्दै अब बाटोमा कोलामा के गर्नु, अनि हामी चाहिँ बाबाको पसलमा आइपुग्यौँ। यो चाहिँ मेरो बाबाको पसल हो। यो पसल चाहिँ कतिजना जानुहुन्छ थाहा पाउनेहरूले चाहिँ कमेन्ट गर्नु होला। अनि यो चाहिँ मेरो बाबाको पसल। अनि हामी पसलमा निस्क्यौँ। अनि त्यसपछि हामी उता घर गयौँ, घर मतलब मेरो माइत गयौँ। अनि माइतमा चाहिँ मलाई पर्खेर बसेका मेरो मुटुको टुक्राहरू, यिनीहरूले चाहिँ मलाई देखेपछि यिनीहरूको ओठको हाँसो हेर्दै थाहा पाइहाल्नुहुन्छ। अनि सानोमा म आई भनेर कति धेरै खुसी भइरहेको थिएँ कि, तर म आज चाहिँ एकछिनको लागि मात्रै गएको थिएँ। एकछिन काम थियो नि त वितरणमा, अनि त्यही एकछिन मात्रै निस्केको थियौँ। हामी चाहिँ काम सकेर एकछिन निस्केर जाने भनेर मात्रै आएको थियौँ यता घरमा। अनि उनीहरूले चाहिँ सधैँ आउँदाखेरि चाहिँ म बस्थेँ नि त, अनि आज पनि उनीहरूले चाहिँ बस्ने गरी आई भनेर सोचेर कति खुसी भइरहेको थिएँ। तर आज म एकछिनको लागि मात्रै गएको थिएँ। अनि त्यसपछि अब उनीहरू चाहिँ यत्रो मुख लागिरहेको थियो क्या। अनि चियासिया खायौँ, खाजासाजा खायौँ हामीले। अनि यो चाहिँ मेरो छोरो कति खुसी हुन्छ क्या, मलाई पनि भिडियो खिच्नु न भन्छ, मेरो ब्लगमा आउनुलाई कति खुसी हुन्छ। अनि मैले उसको पनि भिडियो खिचेँ। अनि यता सानी त मक्ख परिरहेको थिएँ। अनि मम्मीले ड्रागन फ्रुट पाएको रहेछ, अनि मम्मीले ड्रागन फ्रुट ल्याइदिनु भयो। अनि मेरो व्रत थियो नि त, अनि ड्रागन फ्रुट पनि खाएँ। अनि अब खाजासाजा खाइसकेपछि त फर्किनु पनि पर्यो, फेरि बिर्तामदेखि उर्लाबारी आइपुग्न पनि टाइम लाग्छ क्या बाटो बिग्रेकोले। अनि मैले घर फर्किन नगएँ भनेर रेडी भएँ। हेर्नु यो मेरो सानीको मुख यत्रो भइरहेको थियो, भित्र हिँड भनेर मलाई अम्लाले देखाउँदै थिएँ कि। अनि मैले चाहिँ अब के गर्नु होइन, यसो अँध्यारो मुख लागिरहेको थिएँ, रही पनि अब आउनु त परिहाल्यो। अनि म रेडी भएर गएँ। त्यसपछि फेरि हामी चाहिँ यता बाबाको पसलमा आयौँ। अनि बाबा चाहिँ बसिराख्नु भएको रहेछ। यो चाहिँ हो मेरो बाबाको पान पसल। यो पसल चाहिँ फेमस छ है हाम्रो बिर्ताममा, पल्ची बिएनसी अगाडि थियो, अहिले चाहिँ उता सार्नु भएको छ। यो पसल चाहिँ थाहा पाउनेहरूले चाहिँ कमेन्ट गर्नु होला। अनि त्यसपछि बाबालाई मिठापान बनाइ मागेँ मैले। अनि मिठापान खाँदै अब बाबालाई चाहिँ अब हामी जाने भनेर अनि हामी फेरि घरतिर लाग्नतिर लाग्यौँ। अनि त्यसपछि फेरि अनमार्कलाई मैले छोपछाप पारेँ, किनभने बाटोको हालत पत्ला छ नि त। त्यसपछि अनि लाग्यौँ हामी। अनि बाटोले गर्दा खन्द्रङ र खुन्द्रुङ है, जिउ त दुखेर भुत्रुक्कै हुने के, गएर आउँदाखेरि त लास्टै हुने। अनि यो बाटोको अलिअलि भिडियो त खिच्नु परिहाल्यो होइन, अब ब्लग बनाउनु त पऱ्यो नि त। अनि त्यसपछि उर्लाभरि आइसकेपछि चाहिँ हामीले चाहिँ इन्डक्सन चुलो किन्नु पऱ्यो भनेर हेरेको, खोजे यस्तो रहन्छ। अनि त्यसपछि मैले खन्डे थाल किनेँ। अनि यो यता छिर्ने हाम्रो घरतिर छिर्ने बाटो पनि बिग्रेर यस्तो भएको छ कि, कस्तो खडाङ र खुडुङ भइरहेछ। अनि हामी चाहिँ घर आइपुग्यौँ। घर आइपुग्ने बित्तिकै लुगा चेन्ज गरेँ सबैभन्दा सुरुमा।